रस हालेको यो दृश्य भनेको चाहिँ हाम्रो लगभग 15 वर्ष पछाडि होला होइन ठुलो बा त्यही त मैले देखेको मैले देखेको नि ठुलो बा यो कति जन्मेरै फर्स्ट टाइम देखेको होला त्यो ठुलो बाले यसरी बसेर खानुभएको आमासँग राम्रै त अनि ठुलो मम्मी अब 10 वर्षको सबै खुवाइ त निकाल्नु पर्यो नि त अनि अब बुढाबुढीको भत्ताले 4 किलो ल्याएर जम्मा भएर खाने नगरी पुग्दैन 4 किलो चाहिँ अनि यो पनि बुवा आमा भत्ताले नि खुवाएको त बुवा बुवा ए आमा साँच्चै हामीले बुवालाई बुवा आमा भत्ताबाट लुगा ल्याइदिएको छ यस्तो भेस्ट भन्ने हुन्छ नि दुइटै तल र माथि जोडी मिलाएर ल्याइदिएको छ बुवाले लाउनु नै भएको छैन लाउनु बुवा अहिले ल भोलि चाहिँ बुवालाई लगेर म ब्याङ्कमा चाहिँ नि खाता खोलिदिनु पऱ्यो बुवाकै भात अब आधी भात लान्छ भोलि भुटेर पैसा आयो जाऊ अब फट्टा भोलि चुट्न जाऊ निसानेको मासुले अनि पुरै होइन काका मेरो मासु होइन पैसा कहाँ स्रोत कहाँ छ भन्दा पनि कसले म्यानेजमेन्ट गर्छ म्यानेजर चाहिँ ठुलो कुरा हो क्या त्यसमा त हाम्रो सबैभन्दा ठुलो हात भनेको हाम्रो कमल दादाको छ अनि